हामी सदा तपाईहरुलाई श्रद्धा गर्छौं, तर आज छातीमा हात राखेर एकताल पशुपतिनाथमाथि उभिएर सोच्नुस् त, तपाईहरु के गर्दै हुनुहुन्छ? जनता 5 वटा जिल्ला भित्रका मात्रै नेपाली नागरिक हुन् त? हाम्रो कर्णालीको, हाम्रो मुगुको, हाम्रो मुस्ताङको, हाम्रो मधेसको, तराईको, पहाडको 5 जिल्ला बाहेक 72 जिल्लाका मान्छेहरू नेपाली नागरिक होइनन्? तपाईहरुलाई अलिकति दया लाग्दैन? अलिकति भित्र हरि हुन्छ नि, हरि थोरै त्यहाँका नागरिकले पानी खान पाइदिए हुन्थ्यो। त्यहाँका नागरिकमा को गाउँमा किसानहरूको चाहिँ भत्किएको कुल अलिकति बनाइदिन पाए हुन्थ्यो। सिँचाइको निम्ति एउटा सानो बोरिङ त्यहाँ गाडिदिन पाएको भए हुन्थ्यो। भोलि पर्सि म पूर्व जाँदाखेरि त हाम्रो सुनिल भाइले बाटामा रोकेर कमसेकम एउटा माला लगाइदिन्थ्यो कि, पश्चिमतिर जाँदाखेरि हाम्रो माननीय चन्द्र भण्डारीले अर्को माला लगाइदिनु हुन्थ्यो कि। तपाईहरुलाई अलिकति त्यो विवेक, यसलाई विवेक भन्छ। मान्यज्यूहरू, मन्त्रीज्यूहरू, यहाँहरूलाई म आग्रह गर्न चाहन्छु, भाषा मेरो अशिष्ट भएछ भने म क्षमा माग्न चाहन्छु, तर एउटा कुरा तपाईहरुलाई सम्मानजनक ढंगले म भन्न चाहन्छु, तपाईहरुको हृदय छ कि छैन? नागरिक प्रति उत्तरदायी हुने हृदय छ कि छैन? तपाईहरु देशको मन्त्री हो, देशको नेता हो, या एउटा सानो समूह, एउटा झुण्डभित्रको तपाईहरु चाहिँ जो मन्त्री हो? अनि तपाईहरु मन्त्री बनिरहँदाखेरि अनि तपाईहरु एक्लै चुनाव जितेर आएर बन्नु भएको, त्यसो भए गठबन्धनको आवश्यकता किन? अनि कांग्रेस एमालेका साथीहरुलाई, मन्त्री हुनु भइसकेका साथीहरुलाई अझ म भन्न चाहन्छु, अब यो 4-5 वटा क्षेत्रका मान्छेले मात्रै रुख र सूर्यमा भोटाले पुग्ने भयो त? तपाईहरुले अर्कोपल्ट यो सदन चलाउन सक्नुहुन्छ? यो एउटा गम्भीर विषय हो, यो एउटा मेरो गम्भीर प्रश्न हो यहाँहरूलाई। र मलाई के लाग्छ भने हामी मिलेपछि नहुने भन्ने केही पनि छैन। यो बजेट अहिले तत्काल तपाईहरुले संशोधन गर्नुपर्छ, समन्वयिक हुनुपर्छ बजेट। यो राज्य सत्तालाई हातमा लिएर राज्य सत्तामा बसेर पावरको अभिमान देखाएर अनि नागरिकलाई लिगल वेबाट नागरिक लुट्न पाइँदैन, किनभने कर नेपालका सबै नागरिकले बराबरी तिरेको छ। हाम्रा क्षेत्रका नागरिकले, तपाईका क्षेत्रका नागरिकले, झापाका नागरिकले, मोरङका या सुदूरपश्चिम या सुदूरपूर्वका नागरिकहरूले तिरेको करको प्रतिशत एउटै हो। हेकार होस् यहाँहरूलाई। यहाँहरूलाई म स्मरण गर्न चाहन्छु, हाम्रा गाउँमा चिसाङका डिलमा बसेर, डाँसखोलामा बसेर गिटी कुट्नेहरूले एक बोरा बेचेको गिटीमा पनि तपाईले कर लगाउनु भएको छ। किसानले उत्पादन गरेको कृषि उत्पादनमा समेत तपाईहरुले कर लगाउनु भएको छ। अनि बजेट भकारीको चाबी तपाईको हातमा दिइसकेपछि तपाईले लगेर आफ्ना क्षेत्रहरुमा मात्रै, नेताहरुका क्षेत्रहरुमा मात्रै हाल्ने, यो भन्दा दुर्भाग्यपूर्ण के हुन सक्छ नेपालको इतिहासमा? त्यसकारणले कस्तो नेता बन्ने तपाईहरु? एउटा झुण्डभित्रको, फेरि रिपिट गर्न चाहन्छु म, एउटा झुण्डभित्रको एउटा सीमित मान्छेहरुको हृदय जित्ने गरी आफ्नो चुनाव क्षेत्रलाई केन्द्रित गरेर भोलिपल्ट हामी चुनाव जितौँ, अरु सबै